नेपालमा हरेक आर्थिक वर्षका लागि खरबौँको बजेट आउँछ। हामीलाई सुन्दा लाग्छ अब देशमा ठुला विकासका काम हुनेछन्। तर नेपालको चलन जब पर्यो राति तब बुढी ताती भने जस्तै। अरू बेला कुनै ठुलो चहलपहल हुँदैन, तर जब आर्थिक वर्षको अन्त्य अर्थात् असार महिना आउँछ तब सुरु हुन्छ नेपालका विकास योजनाको वास्तविक कथा। भनिन्छ नि, जल्दीको काम शैतानको काम। 1 वर्ष लगाएर बनाउनु पर्ने संरचना केवल 1 महिना भित्रै बन्यो भने कस्तो होला? ठेकेदारलाई भ्याइ नभ्याइ दौडधुप सुरु हुन्छ अनि चल्छन् रातारात डोजर। किनकि यो असार मसान्तसम्म त्यो लगानी भएन भने बजेट फ्रिज भएर जान्छ। नेपालमा विक्रमसम्म 2008 सालबाट बजेट आउन सुरु भयो र औसतमा हेर्दा प्रत्येक वर्ष 20% बजेट फ्रिज भएर जान्छ। अनि हिसाब गर्नुस् त प्रत्येक वर्ष 20%ले बजेट खेर जाँदा कति पैसा खर्च हुन नपाएरै सकिन्छ। अनि हामी भन्छौँ पैसा पुगेन, बजेट कम भयो। आउनुस् आजको भिडियोमा यही विषयमा रहेर कुरा गरौँ। तथ्याङ्क हेर्दा नेपालमा विगतका वर्षको औसत ट्रेड अनुसार करिब 80-82% बजेट मात्र खर्च भइरहेको छ। बाँकी 18-20% बजेट फ्रिज हुन्छ। सबैभन्दा इन्ट्रेस्टिङ कुरा त अब आउँछ। नेपालमा आउने बजेटमध्ये पुँजीगत खर्च अर्थात् विकास बजेट सबैभन्दा महत्त्वपूर्ण हुन्छ, किनकि यही बजेट देशमा विकास निर्माणका काममा खर्च हुन्छ। देशमा बाटो बनाउने, अस्पताल बनाउने, उद्योग कलकारखाना बनाउने पैसा यही हो। दुर्भाग्य, नेपालमा यही विकास बजेट सबैभन्दा धेरै फ्रिज भएर जान्छ। विभिन्न तथ्याङ्क हेर्दा करिब 60-70% बजेट मात्र खर्च हुन्छ, बाँकी सबै बजेट फ्रिज भएर जान्छ। अब एकछिन सोच्नुहोस् त, देश बनाउन पैसा नै खर्च हुँदैन भने देश कसरी अगाडि बढ्छ? अब बुझौँ बजेट किन फ्रिज हुन्छ त? आखिर बजेट खर्च हुन सरकारलाई कहाँ समस्या भइरहेको छ? केले रोकिरहेको छ त? यसका कारणहरू बुझौँ। बजेट भाषणमा त ठुला योजना घोषणा गरिन्छ, तर वास्तवमा यी योजनाको थालनी नै नगरिकनै केवल कागजमै सीमित भएर जान्छन्। नेपालको सार्वजनिक खरिद ऐन यति झन्झटिलो छ कि एउटा ठेक्का स्वीकृति गर्न नै महिनौँ लाग्छ। कहिले ठेकेदार उपस्थित नहुने, कहिले कर्मचारी उपस्थित नहुने, यसरी नै समय त्यत्तिकै बितेर जान्छ। कम मूल्यमा ठेक्का लिने र पछि काम नगरेर आयोजना ओगडेर बस्ने ठेकेदार प्रवृत्तिले गर्दा समयमै काम हुँदैन र बजेट फ्रिज भएर जान्छ। साथीहरू, बजेट फ्रिज हुनु भनेको केवल अङ्कको खेल होइन। यसको सिधा अर्थ हुन्छ देशमा रोजगारीका अवसर सिर्जना नहुनु, युवा विदेश पलायन हुनु, हाम्रो आर्थिक वृद्धि रोकिनु। यसलाई सुधार्नका लागि सरकारले व्यापक सुधार गर्नुपर्छ। साउन 1 गतेदेखि नै ठेक्का प्रक्रिया सुरु हुने वातावरण मिलाउनुपर्छ। काम नगर्ने ठेकेदार र कर्मचारीलाई कडा कारबाही हुनुपर्छ। तब मात्र हाम्रो करको सही सदुपयोग हुन्छ। तपाईलाई के लाग्छ, नेपालमा असारे विकास र बजेट फ्रिज हुने रोग कसरी निको पार्न सकिएला? आफ्नो अमूल्य विचार कमेन्टमा अवश्य लेख्नुहोला। यदि भिडियो मन परे लाइक र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। हामी अर्को भिडियोमा भेटौँला। धन्यवाद।